जति आएन विकास छैन रे तिवारी त आफै हो विकास जति खाने हो जति खाने तिवारी भने कुन भाइ हो तिवारी भाइ भने अलिक बढी बोल्ने खाएपछि के को कुन दारीवाला यहाँ छैन आकाश र मात्रै छिट्यो अलि टाढा भनेको मोर आकाश सबै उठोले मदन गाई बुटोल बसेर भएको हो म चाहिँ एउटा साथीले गर्दाखेरि चिन्जानी भएर आएको दयासित पछि चिने गीत बजाउ न गाममा अहिले बोले दामी बोल्यो अहिले अर्को साइड बोलाउने पड्केको हो न तिमी राष्ट्रपति बन्नु लाग्यो जाँथा फोन आएको आएकै छ लिएर आऊ के जनता आकाशले गेम खेल्दैछ बलाएर लिएर तल फुट्यो म त बाहिर निस्केको यार झर्ना जस्तो भएर मैले हिजो झुट बोल्दै कति बजे म पनि नाप्दिएको यिनी पनि हो गरे यिनी पनि खुट्टाको स्टेप हाना त मैले जति कल जाने तर म थिएन दामी दामी अचारसँग खाऊँ न कान्छ अचार चटनी मासु त भ्याइयो त यार भ्याइयो अनि यत्रो छ यार अझै
मासु उहीँ आउँछ के सुत्त तिमी Smak windiny zaczyna się od mięsa. Smak świeże moc rosołu. Ze smaku, który znasz od dziecka. हाम्रो सेफज्यूले खतरा बनाउँदै हुनुहुन्छ नि माकुरी हैन Nadszedł czas na zasłużony relaks w ośrodku przy plaży. Podwójną dawką przyjemności. भिडियो हो नि यो त दामी ल ल ल ल सेफ साप ल बालोमै ड्याम्की ड्याम पारेर ल बोल्ने होइन नि त आफ्नो काम आएको छ आफै बोल्छ क्या पछाडि चाहिँ बलिहाल्छ नि माकुरी पछार त हावा पनि चलिरह त्यत्तिकै बलिरहेछ तिमीले नपछारि नि छैन छैन पाए छैन बजारमै हो अलिक पाखेन काम छ जनकलाई कहाँबाट जाड लाग्यो तिमीलाई कहाँबाट जाड लाग्यो तिमीलाई कहाँबाट जाड लाग्यो यस्तो घाम लागिरहेछ होइन यस्तो घाम लागिरहेछ नि कहाँबाट जाड लाग्छ नाङ्गै चाहिँ नबस यार खाना त बालिन्छले एक्लै खानुहुन्छ होइन माथि बालिन्छले मात्रै खानुहुन्छ नत्र खानुहुन्न त्यस टाइपको हुन्छ नि हामी चाहिँ हामी 7 जना छौँ अनि चाहिँ 2 जना जीवन दाइ र आकाश दाइ खानुहुन्छ अनि अमित दाइले चाहिँ मनलाई खानुहुन्छ पकाउनुहुन्छ त्यसरी माथि परदेश हो जे जस्तो भए पनि कसैले रोकेर सक्दैन नि त्यो त सबैसँग पैसा छ एक्लै खाने सक्छ तर साथीभाइ भयो भने जिन्दगी चल्छ भन्ने टाइपको त्यो मान्छेले कसरी व्यवहार गर्ने होइन दाइ तपाईँलाई मसँग चित्त बुझ्छ भने तपाईँ मसँग आउन सक्नुहुन्छ चित्त बुझ्न त पर्यो नि आफ्नो इच्छा लाइफ भने त्यही हो नि जसले जस्तो व्यवहार गर्ने त्यो मान्छे खान्न भने भएन त कसरी के रोक्नु जान्छ म आफै कमाएर खाइहाल्छु